त्यही भएर म आफै बोलेर भ्लग बनाउँदैछु है। यहाँ चाहिँ ल हेर्नुहोस् त कति राम्रो छ, पार्कमा हरियो दुबो छ। यता हेर्नुहोस् त हिँड्ने ठाउँहरू कति राम्रो छ। सिलिल यति आनन्दको छ। हामी यहाँ अगाडि गएर एउटा चाहिँ अझै राम्रो ठाउँ छ, त्यहाँ गएर अहिले फोटोहरू लिनेछौँ। आज हाम्रो छुट्टी चाहिँ यहीँ जाली पार्कमै चाउमिन मोमो सेलरोटी खाएर सक्ने तर्खरमा छौँ। अब यहाँ चाहिँ हेर्नुहोस् यो माथि लाइट बलिसकेको छ, खजुरको रुख हो। अब एकछिनमा लाइट बल्छ। सबै फ्यामिलीहरू, फ्यामिली पार्क हो, एकछिनमा हेर्नै मजाले फ्यामिलीहरू आउँछ। आनन्दको कति आनन्द छ हेर्नुहोस्, आनन्द छ। लाइट बलेको छ है, ल लाइट बलेको छ। यहाँ चाहिँ एकदम सेक्युरिटी पनि आनन्दमा छ। ल हेर्नुहोस् यस्तै हो, हाम्रो देशमा पनि एकचोटि हुन्छ होला यस्तै भनिरहेको छ। सबै जताततै हेर्नुहोस् फ्यामिलीहरू, बच्चा खेल्ने ठाउँ टिफेल्नेहरू त्यस्तै हुन्छ। सक्दैन अब फेरि मेरो बुढी अब खेल्ने भन्छन्। अब ल हेर्नुहोस् है पार्कमा यस्तो पनि हुन्छ। गाइस सुन्नुभएको छ? र मेरो श्रीमती चाहिँ पिङ पनि खेल्ने थिएँ, पिङ पनि खेलाउनु पऱ्यो है। ल खेल जान्छ ल, योभन्दा अर्कोमा खेल न। गाइस हेर्नु है पिङ खेल्दैछन् रे श्रीमती। कस्तो रमाइलो भइरहेको। ल अब अबेला हुन्छ उता फेरि ल हेर्नु है, यिनै हुन् मेरो बुढी बाल। बच्चा आउनु छैन, हेर्नु त पिङ खेलेर बस। त्यस्तै छ है। ल गाइस अब चाहिँ यहाँ अगाडि गएर यहाँ पुरानो दरबार जस्तो छ, त्यसमा गएर मैले त कता सालै फोटोहरू भिडियोहरू खिचिसकेको।